वलं विद्या च विप्राणां राज्ञां सैन्यं बलं तथा वित्तं च वैश्यानां शूद्राणां परिचर्यका। ब्राह्मणहरूको बल विद्या हो, राजाहरूको बल उनका सेनाहरू हुन्, वैश्य समुदायको बल उनीहरूको सम्पत्ति हो, शूद्रहरूको बल कर्म र सेवा हो। विद्याविहीन ज्ञानविहीन ब्राह्मणको कुनै शक्ति हुँदैन, किनभने त्यस्तो विद्याहीन ब्राह्मणलाई समाजले कुनै मान्यता दिँदैन। सैन्य सङ्गठन नभएको राजा पनि छिटै समाप्त हुन्छ, सैन्य नै उसको शक्ति हो। वैश्य अर्थात् व्यापारी उद्योगी वर्गसँग धन भएन भने कसरी आफ्नो व्यवसाय चलाउन सक्छन्, त्यसकारण धन हुनु आवश्यक छ। शूद्र व्यक्ति सेवा र कर्म गर्दैन भने त्यो पनि शक्तिहीन हुन्छ, कर्मका माध्यमबाटै ऊ सबल भएको हुन्छ। चाणक्यले तत्कालीन पूर्वीय जगतमा प्रचलित वर्ण व्यवस्था ब्राह्मण, क्षत्रिय, वैश्य एवं शूद्र यी 4 वर्णका विशेषता र शक्तिका बारेमा चाणक्यले यसरी प्रश्न पारेका छन्। यद्यपि यस 21औं शताब्दीमा यस वर्ण व्यवस्थाको उपयोगिता लगभग समाप्त भइसकेको स्थिति छ। कर्मका आधारमा वर्ण व्यवस्था छुट्याउने अवस्था रहेन अब, तर पनि तत्कालीन समाजको संरचना, समाज व्यवस्थापन र व्यवहार कस्तो थियो, समाज चलेको थियो भन्ने कुराको ज्ञान प्राप्त हुन्छ। आजको जनजीवनको पनि जानकारी लिनु आवश्यक छ।